आमा। नमस्ते नमस्ते बाबु। भाउजू। नमस्ते बाबु। हजुर बिरामी हुनुहुन्छ भने भेट्न आएको नि आमा। बिरामी छु बाबु। आज हो कि भोलि हो? ए आमा पनि। अनि बाबु तपाईँ त विदेश गएपछि मोटारो पो आउनु भएछ त। के गर्ने भाउजू, विदेश गएपछि अलिअलि त मोटाउनै पर्यो नि। अनि आमा, हजुर यस्तो बिरामी हुँदा विनोद घर आएको छैन? खोइ बाबु, बिदै मिल्दैन भन्नुहुन्छ। घरमा आमाको यस्तो अवस्था हुँदा पनि बिदै नमिल्ने कस्तो खालको जागिर हो? हो त नि बाबु, न तलब टन्न छ भन्नु, न घर परिवारलाई नै टाइम दिनुभएको छ भन्नु। के गर्ने भाउजू, मैले त विदेश जाउँ 5-7 वर्ष दुःख गरौँ अनि जिन्दगी बन्छ भनेकै हो। अझै पनि केही बिग्रेको छैन। मैले 3वटा भिसा लिएर आएको छु, एउटा भिसा बाँकी छ। त्यसमा विनोद गए हुन्थ्यो। आखिरी धेरै पैसा पनि लाग्ने होइन क्या भाउजू। किन चिन्ता लिनुहुन्छ बाबु, पैसा त जति लागे पनि तिरौला नि। उहाँ आएपछि यसपालि म राम्रोसँग सम्झाउँछु।